अमित अमित होइन हैजाल त जहिले खोलेन त कल छोटो अघिदेखि फोन हानिरहेको छु मुलाले फोनै उठाउँदैन मस्त सपना देखिरहेको ए ढोका त खोलेर छ जाउँ भित्र हो हिँडिन्छ हदै भयो नाङ्गै सुतिरह होला उठाउनु पर्छ यसलाई जाउँ हिँड्लाई साथीले त मुला मुसो 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 हाँस्दै सुतिरहेको छ सपनामा केटो थाइल्यान्ड पुग्यो के साह्रो है यो त झन् हिजो त्यत्रो कुरा भएको होइन बिहानै उठ्ने पहाड चढ्न जाने सनराइज हेर्ने हेल्दी हेबिट सुरु गर्ने ब्ला 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 मुखै मात्रै उठ वेट पहाड कताको पहाड कहिलेको पहाड खोइ मसँग त के कुरै गरेछ ल हिजो त्यत्रो सिरियस डिस्कसन भएको होइन ब्रो धेरै भयो यस्तो हावालाई लाइफमा अलिक सिरियस सुन्नुपर्छ हेल्थको बारेमा सोच्नुपर्छ केही गर्नुपर्छ भन्दै थियो आफै त्यो त हो कि तर एकैचोटि पहाडको कुरा नगर म त यसो वाकिङ सकिङ जाने एउटा स्टेप बाई स्टेप हुन्छ नि भर्खर जाने उनीहरूलाई खोर्सानी खुवाइदिएर हुन्छ म चाहिँ जान्नै पहाड न म चाहिँ जान्न अब यो तिमी जङ्गिहाल्छौ यार ब्रो यार हल्का पुस गर्नुपर्छ क्या यसरी त केही हुँदैन हुन्छ हुँदैन म जान्दिनँ यार मलाई तेन्जिङ गरेको हुनु पनि छैन तिमीलाई चाहिँ एउटा केही कुरा भनेको त्यो बुलुक 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 भइहाल्नुपर्छ ए उठ्न सनराइज उठ्छ कि उठ्ने त्यो छेरुवा आई मिन गिभ अप दिन्छ क्या यसरी कसरी चल्छ जिन्दगी चलिरहेको छ कि चलाएर चाहिँ पुरै देखाइदिनु पर्ने तिमीलाई हे तरिका ल्याङ्न आन्न हिँड्ने मजा आउँछ क्या यो ज्ञानको कुरा छोडिदियो यार जे सुकै गरेर के अब जान्न भनेर चाहिँ मैले के लेखेर ल्याइदिएर दिनुपर्ने तिमीलाई जान्न ए उठ्न त नि भन्न यो निन्द्रामा त्यसले भनेन भने पनि आई डोन्ट केयर म एक जान्न दुई जान्न 3 घन्टाभन्दा बेसी लागेछ भने केटा हो मेरो नाम नै चेन्ज हुँदैन अनि फेरि सनराइजको कुरा गर्छौ भने यस्तो दामी देखिन्छ नि कुदै नगर्नु नगर न त के गाडी साथी त्यो स्टार्ट भयो 1 मिनटमा अनि 10 मिनटमा त्यो डाँडाको टुप्पोमा बस उडाएर बुढाएर जसरी पनि लान्छ पहिला बस त्यहाँ पुगेपछिको कुरा गर्छस् भने होइन डाँडा त त्यही हो कि तैँले यहाँ सनराइज हेर्न ल्याएको कि बादल वर्षा बिजुलीमा नाच्न ल्याएको तर न्युजिल्यान्डको वेदर थाहा छैन कहिले घाम कहिले पानी अहिले बादल एकछिनमा घाम माथि हिँड्न थाहा हुन्छ एकछिन यदि तैँले भने जस्तो भएन छ भने माथि पुगेर म तँलाई हग्न लाउँछु तेरो आफ्नै गु तँलाई चपाउन लगाएर म तेरै फेसमा थुक्न लाउँछु बुझिस् माथि हिँड्न थाहा हुन्छ लाइज अब के हिँड्यो माथि पुगिन्जेसम्म त यो बुढी काटेर पुरै फ्ल्याट आएको छ होइन पनि के खाएर आएको छ किन कति प्यातर 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 बोलेको तेरो बोलीले कानबाट पिकाउन आँटिन्छ यार इनर्जी हो क्या इनर्जी यति त चाहिन्छ हिँड्न तेरो इनर्जी त्यो हाम्रै खचड होइन ओ खचड कहाँको मर्नलाई यो बाटो त्यता छ के भयो कहाँ लिएर आएको बल्ल भ्याउँछिस् कहाँको भयो साढे लाख के भयो कता डाँडो चढ्न होइन कुन डाँडो ऊ त्यो डाँडा हिजो कुरा भयो होइन जाएको केटो अब सुरु हुन्छ यसको म्याराथन ओ ए जाने भनेको न अब के अप्सन छैन हिँड्छु बोलाएर हिँड मन छ के भयो हेलो नेटफ्लिक्समा नयाँ मुभी आएको अरे नि कुन भन्दा तेरो बाउको टाउको ए नेपाली मुभी आएको अनि एक्टरहरू को को हिरो तेरो बाउ हिरो के भन्छ राख मलाई बिहान टाउको खान्छ धेरै भनिस् कि तैँले हेर्दै जा माथि पुगेपछि गु तैँले खानेको मैले माथि पुगेपछि थाहा हुन्छ ए अमित आउँदैन यसलाई गु खुवाउनु पर्छ हिँड अनि मैले पूर्वजन्ममा त्यस्तो के पाप गरेको थिएँ यस्तो टर्चर भोगिराख्नु परेछ के भयो हिँड्न ओए
कति झगडा गरेको बुढा र बुढी जस्तो बिहे गर यार तिमीहरू त वहाँ हेर्न वहाँ कति राम्रो सनराइज छ देखिस् केटा हो मलाई भने होइन जस्तो पाए त्यस्तो ठाउँ त म ल्याउँदैन यस्तो बबाल देखेको छैन कस्तो ठाउँ ल्याइदियो देखिस् स्वर्ग सी राम्रो छैन त केटा हो मैले त नेक्स्ट टाइम कहाँ जाने त्यो पनि सोचेँ कि नेक्स्ट टाइम चाहिँ गोजीमा राख कि अहिले जे भनेर आएको छौ नि बस इन्जोय हेर कति राम्रो छ म पहिला आउनु पर्थ्यो क्या यस्तो राम्रो ठाउँ रहेछ कोठामा बस्यो आफ्नै दिमाग तताउँदै बस्यो डिप्रेसिभ भयो तर हेर कस्तो म पहिल्यै आउनु पर्थ्यो एनिवे थ्याङ्क यू भोलिलाई नि छोड्दै अरे बस इन्जोय गर एउटा भनेको छ नि के अरे इङ्ग्लिसमा नाउ इज नाउ नेक्स्ट टाइम इज नेक्स्ट टाइम वाह 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 बाबा उडारी 108 ओसोको फ्यान हो नि त अनि दिएको नि बिहान बिहान केटालाई अनि यार नेक्स्ट टाइम त कहीँ न कहीँ जानै पर्छ जानै पर्छ बिहानको 3 बजेदेखि जानै पर्छ भनेको अझै पनि जानै पर्छ पर्खिन नेक्स्ट टाइम प्लान गर्नुपर्छ क्या पर्खिन मैले